हेलो साथीहरु, राधे राधे। स्वागत छ हजुरहरुलाई फेरि पनि मेरो एउटा नयाँ भिडियोमा। धेरै समय पश्चात बनाउँदै छु र आज के रहेको छ भने पछाडी स्पेशल डे रहेको छ, मदर्स डे। त्यसैले चाहिँ हामीले मनाउन त हुँदैन, तर पनि एकदम छोटो मिठो मम्मीलाई खुसी बनाउनको लागि चाहिँ थोरै चाहिँ यहाँ एउटा प्रोग्राम गराउँदै छौं र हामीले चाहिँ मम्मीको मुख हेरेर चाहिँ मदर्स डे बनाउँदै छौं र यो भिडियो हेर्नु भएका सम्पूर्णलाई ह्यापी मदर्स डे भन्दै अब हाम्रो स्टार्ट हुन्छ। हेर्न सक्नुहुन्छ ई मम्मी पापा। अब मम्मी भएपछि पापालाई किन छुटाउने भनेर चाहिँ सँगै राखेका छौं। यता हाम्रो बहिनी रहेकी छिन्, हाम्रो बाबु रहनु भएको छ, समीर बाबु। ल अब चाहिँ हामीले केक काट्न स्टार्ट गरिरहेका छौं। ल ल मम्मी केक काट्नु। ह्यापी मदर्स डे। मेरो मम्मीलाई सुस्वास्थ्य तथा दीर्घायुको कामना, लामो आयु होस्। अरु त के भन्ने हो, सधैँ खुसी रहनु, यस्तै खुसी दिन पाऊ जीवनभर। ल ह्यापी मदर्स डे। ल फादरलाई खिलाइदिनु। खानु खानु खिलाइदिनु न हजुरले पापा मम्मीलाई। पापा हामीले खिलाइदिनु के। ल त्यही नि खिलाइदिनुस्। खिलाइदिनु। ल ह्यापी मदर्स डे। मेरो बुहारी भने छोरी भने नि तिमी हौ। ल ह्यापी मदर्स डे। मेरो मम्मीको लामो आयु होस्, सुस्वास्थ्य तथा दीर्घायुको कामना। मनाउन त हुन्न, छोटो मिठो मम्मीको खुसीको लागि यो गिफ्ट चाहिँ मम्मीलाई छोटो राम्रो मिठो के भन्ने हो र। ल खुट्टा दिनुहोस्। पापालाई त हामीले ख्यालै गर्दैन। पापालाई नि होइन पापालाई पनि अब त के भन्ने हो र। ल तपाईँलाई त्यही गिफ्ट हो। आऊ बहिनी। ल खाऊ खाऊ। ल न खुसी हुनुहुन्छ एकदम। आशीर्वाद दिनु न, आशीर्वाद दिनुहोस्। साथीले पठाइदिन्। ए मेरो छोरी अर्को छोरीले पठाइदिन्। यो चाहिँ हाम्रो पापा मम्मीलाई सरप्राइज थियो। कस्तो लाग्यो सरप्राइज पापा मम्मीलाई मदर्स डे? राम्रो गुड लाग्यो। एकदम राम्रो लाग्यो, खुसी लाग्यो। ल छोरीको कमी महसुस भएन, सब छोराछोरीले बनाइदियो, एकदम राम्रो लाग्यो। ल ह्यापी मदर्स डे। ह्यापी मदर्स डे। ओके साथीहरु, हाम्रो अब छोटो मिठो प्रोग्राम यही थियो। नाचगान भन्ने त्यस्तै हो। अब चाहिँ यो केक चाहिँ सबै अब हामीले खान्छौँ, थोरै मम्मीलाई हो। मम्मीलाई चाहिँ खाना हुन सुगर छ। ल ल थ्याङ्क्स फर वाचिङ माई भिडियो। बाई, गुड नाइट, आई लभ यु।